Good evening, everybody. You are welcome in the free education in Nepal. आजको फ्री एजुकेसन इन नेपाल अन्तर्गतको लाइभ क्लासमा सम्पूर्ण लभली स्टुडेन्ट्सहरुमा धेरै धेरै स्वागत छ, वेलकम छ। आउनुस् आजको लाइभ स्टार्ट गरौँ। यो 2 नम्बर क्वेशन छ हाम्रो, हेर्नुस्। यसलाई मैले अलि जुम गर्दिए पढ्नमा सजिलोको लागि। हेर्नुस्, ठुलो पार्दिन्छु। ल हेर्नुस्, यहाँ के छ, बिपिनले 2 वर्षका लागि 1 लाख रु 1 लाख कुनै एउटा बैंकमा जम्मा गर्न चाहेका छन्। बैंकले प्रति वर्ष 10% चक्रीय ब्याजका दरले बिपिनलाई 3 वटा विकल्प वार्षिक चक्रीय ब्याज, अर्धवार्षिक चक्रीय ब्याज र त्रैमासिक चक्रीय ब्याज, यहाँ 3 वटा विकल्प दियो। बिपिनसँग जम्मा 1 लाख रुपैयाँ थियो। यसले 2 वर्षको लागि बैंकमा जम्मा गर्न चाह्यो। बैंकमा जाँदाखेरि बैंकले यसलाई 3 वटा अप्सन दिएको छ। रोज्नुस् तपाई कुनमा राख्नुहुन्छ। ब्याज दर 10% छ, वार्षिक 10% है। अनि 3टा अप्सन मध्ये एउटा अप्सन के छ, वार्षिक चक्रीय ब्याज, मतलब वर्षमा एकपल्ट ब्याजको ब्याज हुने, रोटेसन हुने। दोस्रो छ अर्धवार्षिक चक्रीय ब्याज को मतलब वर्षमा 2 पल्ट अर्थात 6 महिनामा ब्याजको ब्याज पाउने। र तेस्रो अप्सन छ त्रैमासिक चक्रीय ब्याज, हरेक 3 महिनामा ब्याजको ब्याज पाउने। यो 3 वटा अप्सन छ। त क नम्बरमा, ए नम्बरमा माथिका 3 वटा विकल्प मध्ये कुन विकल्प प्रयोग गर्दा बिपिनलाई बढी ब्याज प्राप्त हुन्छ? मैले अस्ति ब्याज पढाउँदा याद राख्नुस् त्यो कुरा मैले भनेको थिएँ, जति छिटो पैसाको रोटेसन हुन्छ, ब्याजको ब्याज जति धेरै पल्ट रिपिट गरेर दिन्छ, त्यति नै बढी ब्याज प्राप्त हुन्छ। सम्झना होला, मैले सहकारी संस्थाको कुरा गरेको थिएँ। सहकारी संस्था थोरै लगानी लगाएर कसरी यति मोटो रकम कमाउन सकेको हो, देशभरि चर्चा छ। सहकारीमा यति ब्रह्मलुट भयो, उति भयो, यो भयो, त्यो भयो हो। हेर्दै थोरै दिनमा मान्छे, सहकारी चलाउने मान्छे धनी भइहाल्छ। हेर्नुभयो होला गाउँघरमा जसले सहकारी खोलेर बस्यो, हुन त अब वातावरण बिग्रियो, तर केही वर्ष अगाडि के भयो, जसले सहकारी खोल्यो त्यो थोरै दिनमा धनी भयो। सहकारी खोल्ने मान्छे प्रोपर्टी कमाइहाल्यो। त कमायो कसरी? उसले रोटेसन गर्यो पैसालाई। ब्याज दर थोरै देखाए पनि यसले वर्षमा धेरै पल्ट, 3 पल्ट 4 पल्ट हैन, महिनै पछि ब्याजको ब्याज रोटेसन गरेर पैसा कमाउन थाल्यो, जसले गर्दा यसले धेरै पैसा कमायो हो। त यहाँ धेरै पल्ट रोटेसन हुने यो 3 वटा विकल्प मध्ये कुन छ? त पक्कै पनि त्रैमासिक चक्रीय ब्याज छ। त यो बिपिनले कुन यो अप्सन सिलेक्ट गर्न बुद्धिमानी हुन्छ? त्रैमासिक। यहाँ जवाब दिनुस्, माथिका 3 वटा विकल्प मध्ये कुन विकल्प प्रयोग गर्दा बिपिनलाई बढी ब्याज प्राप्त हुन्छ? सिधा भनिदिनुस्, क्वार्टरली अर्थात त्रैमासिक चक्रीय ब्याज। यसमा कहीं यस नो को कुनै विकल्प छैन। सबभन्दा बढी ब्याज दिने यही हुन्छ, किनभने यसले त्रैमासिक 3 महिनामा ब्याजको ब्याज आउँछ। तर अर्धवार्षिकमा के हुन्छ, 6 महिनामा ब्याजको ब्याज आउँछ, र वार्षिकमा त झन् 12 महिनामा आउँछ, 1 वर्षमा। त 1 नम्बरको, ए नम्बरको एन्सर के हुन जान्छ? यसलाई म अलि साइड गरेँ, अब एन्सर लेख्नु छ। यतातिर राखिदिएँ है, फटाफट म यहाँ यो के पो छ यहाँ, त पहिला ए नम्बरको एन्सर, ए नम्बरको यहाँ के होला उपयुक्त? त्रैमासिक।
त्रैमासिक चक्रीय ब्याज ब्याज मा अलि भाषा पनि मिलाउनु पर्यो। कुन विकल्प प्रयोग गर्दा विपिनलाई बढी ब्याज प्राप्त हुन्छ? त त्रैमासिक चक्रीय ब्याज मा जम्मा गर्दा बढी ब्याज प्राप्त हुन्छ। ल त्यस्तै बी नम्बरमा के होला हेर्नुहोस् त। बी नम्बर क्वेसन हेरौँ। बी नम्बरमा छ उनले 2 वर्षको अन्त्यमा अर्धवार्षिक चक्रीय ब्याज अनुसार कति चक्रीय मिश्रधन प्राप्त हुन्छ? मिश्रधन निकाल्नु छ 2 वर्षको, त्यो पनि अर्धवार्षिक वाला लगाएर है। फर्मुला याद त छ नि, वार्षिकको, अर्धवार्षिकको, त्रैमासिकको हो, पक्कै याद हुनुपर्ने हो। यदि छैन भने आजै हेरिहाल्नुहोस्। यो बिचमा धेरै दिन बित्यो, हुनसक्छ तपाईहरुको ध्यानबाट हटेको होला। यहाँ प्रिन्सिपल त थाहै छ, प्रिन्सिपल छ विपिनसँग 1 लाख रुपैयाँ। साबा, यसलाई पी ले हामी जनाउँछौँ 1 लाख रुपैयाँ है। टाइम छ कति? 2 वर्ष। अनि रेट छ कति छ? ब्याजको दर 10% प्रति वर्ष। ल अनि त्यसपछि अर्धवार्षिक चक्रीय ब्याज अनुसार 2 वर्षमा अर्धवार्षिक चक्रीय ब्याज दर अनुसार दुई वर्षको मिश्रधन है अमाउन्ट त के हुन्छ? P × 1 + R / के हुन्छ? अर्धवार्षिक छ त 200 गर्नु पर्ला। वार्षिक भएको भए 100 हुन्थ्यो, अर्धवार्षिकमा 200 हुन्छ र क्वार्टरलीमा 400 हुन्छ त्रैमासिक वालामा। त यो अर्धवार्षिक हो त R/200 यसको पावर हुन्छ 2t। त P को ठाउँमा 1 लाख × 1 + R को ठाउँमा 10/200 को पावर 2 × 2 वर्ष छ त 2 कति हुन्छ? यो 1 लाख, यो 210 हुन्छ। 200 + 10/200 2 दूना 4 पावर भयो। एक लाख, यो 200 र 10 जोडेर 210/200 को पावर 4 200 छ है। यो 200 ले भाग गर्दा के आउँछ? 1.05 आउँछ है। अनि 1.05 को पावर 4 गर्नुस् कति हुन्छ? यसैमा निकाल्दिउँ क्याल्कुलेटर। 1.05 को पावर 4 यति आयो। 1.2155 0625
यति। अब यसलाई यतिले डिभाइड गरिदिनुस्। यो 1 2 3 4 5 डिजिट यता जान्छ है। त यो डेसिमल आइहाल्छ कता, यो 5 डिजिट यता 1 2 3 4 5 यता आउँछ 50 पछाडि। त हुन्छ 1 2 1 2 1 5 5 0। अब डेसिमल हुन्छ अनि त्यस पछाडि 6 2 5 यसलाई 3 गरिदिँदा हुन्छ। त कति भइहाल्यो यो 1,21,550 रुपियाँ 63 पैसा। 1,21,550 रुपियाँ 63 पैसा हुन्छ। त यही थियो निकाल्नु पर्ने हामीले। त यो यसको यही थियो क्वेसन हैन। हेरौँ त यो हटाइदिउँ एकछिन। बी नम्बरमा उनले 2 वर्षको अन्त्यमा अर्धवार्षिक चक्रीय ब्याज अनुसार कति चक्रीय मिश्रधन प्राप्त गर्न सक्छन्। भइहाल्यो, यही हो। अब यस पछाडि सी नम्बरको कुरा गरौँ। विपिनले 1 वर्षको अन्त्यमा अर्धवार्षिक चक्रीय ब्याज अनुसार प्राप्त भएको जम्मा रकम झिकेर पुनः त्रैमासिक चक्रीय ब्याज पाउने गरी बाँकी अवधिको लागि जम्मा गरेछन् भने अन्त्यमा कति रकम पाउँछ। हेर्नुहोस् यसले के गर्यो 2 वर्ष राख्नु छ, त्यसमध्ये के गर्यो 1 वर्ष अर्धवार्षिकमा राख्यो, त्यहाँदेखि अर्को वर्ष त्रैमासिकमा। त ल त्यो गरिदिउँ, यहाँ सी नम्बर गरिदिउँ। त 2 वर्षको लागि अर्धवार्षिकमा, यो 1 वर्षको लागि। त 1 वर्षको निकाल्दिउँ एमाउन्ट। एक वर्षको मिश्रधन अर्धवार्षिक चक्रीय ब्याज अनुसार के हुन्छ P × 1 + R/100 को पावर 2t। तो P भइगयो 1 लाख × 1 + 10/100 को पावर 2 × 1 1 वर्ष छ। 1 लाख यो 110 हुन्छ बाई 100 को पावर 2 एकांक 2। यो 1.1 आयो, त्यसको स्क्वायर गरेपछि 121 हुन्छ। ए अर्धवार्षिक रहेछ है। अर्धवार्षिकमा यहाँ 2 राख्नुपर्छ, 2 राख्नुपर्छ। अनि यो हुन्छ कति 1025। यसलाई अलिकति वन 1.05 यो 2 हुन्छ। यो पनि 1.05 को पावर 2 1.1025
1.1025 1.1025 यसलाई यसले मल्टिप्लाई गरिदिनुस् 1 2 3 4 5 डिजिट उता जान्छ 1 2 3 4 त यही भइहाल्यो 11025 11025 अनि त्यस पछाडि 1 2 3 4 5 वटा छ 1 2 3 4 5 एउटा जिरो थपेर पुगाइदिनु पर्यो त यति रुपैयाँ यसले पाउँछ एक वर्षमा अनि त्यसपछि यसलाई के गर्छ अर्धवार्षिकमा जम्मा गर्छ अब अर्धवार्षिक बाट त्रैमासिकमा जम्मा गर्छ यसले यहाँ भनेको छ विपिनले एक वर्षको अन्त्यमा अर्धवार्षिक चक्रीय ब्याज अनुसार प्राप्त गरेको रकम झिकेर पुनः त्रैमासिक चक्रीय ब्याजमा राखेको छ त त्रैमासिक अनुसार अब त्रैमासिक ब्याज दर अनुसार अर्को वर्षमा मिश्रधन यो भइहाल्छ P × 1 + R/400 हुन्छ को पावर 4 × T त यो P अब यो हुन्छ 11025 × 1 + 10/400 को पावर 4 × 1 11025 यो 400 + 10/400 को पावर 4 11025 अनि यो भइहाल्छ 410/400 को पावर 4 11025 तेरे के भइहाल्यो अब यो कसरी आउँछ अब बनाएको यसरी आउँछ यो त झन्डै बिग्रेको थियो 0250 यो पावर 4 गरेपछि कति आउँछ 410 / 400 यति अनि पावर 4 गरिदिउँ यति आउँछ 1.6015 1562 5 ए यहाँ अलि एरर भइहाल्यो है यहाँ एरर भयो यो अलिकति इक्वल दिनु पर्थ्यो यहाँ हेर्नुस् यसको यो यति भयो इक्वल दिनुपर्छ अब चाहिँ पावर दिनुपर्छ पावर 4 अलिकतिको मिस्टेकले 1.10 1.10
381289 यति रहन दिउँ अनि यसैमा मल्टिप्लाई गरिदिउँ इन्टु यतिले 11025 11025 यति त कति आइहाल्यो 121,695.37 यति रुपैयाँ उसले पाउँछ। यहाँ क्वेसनमा अब मिलाउँ के भनेको छ क्वेसन अनुसार हामी एन्सर गर्ने। अन्त्यमा कति रकम पाउँछ यही हो अन्तिम रकम त उसले पाउने रकम यही हो। ल यसरी हामीले यो क्वेसनको पनि एन्सर गर्न सक्छौं। त यसरी हामीले यो तीनवटै एन्सरको यो 2 नम्बर क्वेसनको हामी बनाउन सक्छौं। ल अब यस पछाडि के छ तेस्रो क्वेसन यहाँ हेर्नुस् यहाँ हेर्नुस् साजनले आफूसँग भएको 1 करोड छ 1 करोडबाट 30 लाखको कार र 70 लाखको जग्गा किनेछन्। 2 वर्षसम्म कारको मूल्य वार्षिक 5% का दरले चक्रीय ह्रास हुँदै गएछ भने जग्गाको मूल्य निश्चित प्रतिशतले चक्रीय वृद्धि हुँदै गएको छ। हेर्नुस् साजनसँग जम्मा 1 करोड रुपैयाँ थियो त्यसले के गर्यो 30 लाखको कार किनिहाल्यो बाँकी 70 लाख रह्यो त्यो 70 लाख उनले जग्गा किनिहाल्यो। तर के भयो 2 वर्षसम्म कारको मूल्यमा 5% को ह्रास भयो। कारको मूल्य 2 वर्षसम्म के भयो 5% को दरले डिक्रिज हुँदै हुँदै दाम घट्यो मोल घट्यो र जग्गाको मोल के भयो भने जग्गाको मूल्य निश्चित प्रतिशतले चक्रीय वृद्धि हुँदै गएको छ। कारको मोल घट्दै गयो तर जग्गाको मोल बढ्दै गयो। अनि ए मा चक्रीय ह्रास निकाल्ने सूत्र लेख्नुस् त फर्मुला लेख्नु पर्यो है। फर्मुला यहाँ फर्मुला म यहाँ लेखिदिउँ ए नम्बरको चक्रीय ह्रास निकाल्ने सूत्र त चक्रीय ह्रास निकाल्ने यसलाई डीटी पनि भन्छ या डीटी लेख्नुस् या पीटीए लेख्दा पनि भयो। पीटीए लेख्दा पनि हुन्छ या कुनै कुनैमा भीटी पनि हुन्छ लेखेको है कुनै कुनै बुकमा। मलाई लाग्छ तपाईहरुको बुकमा भीटी लेखेको छ। अनि पीटी लेख्दा पनि आपत्ति छैन। यसको के भइहाल्छ p * 1 - हेर्नुस् बढ्दै गएको छ भने प्लसको फर्मुला लगाउनु होला र घट्दै गएको छ भने माइनस 1 - अनि r/100 को पावर कति भइहाल्यो t। यो चक्रीय ह्रासको फर्मुला र यस पछाडी बी नम्बरमा के सोधेको छ 2 वर्षपछि उक्त कारको मूल्य कति पुग्छ पत्ता लगाउनुस्। त 2 वर्षपछि यहाँ यो बी नम्बर हेर्नुस् बी नम्बरमा यो कारको मूल्य कति हुन्छ 2 वर्षमा त यसलाई हामीले यो इंग्लिशमा लेखाइहालेको छ यसलाई मैले अलि नेपाली बनाइदिन्छु है। दुई वर्ष
पछि कारको मूल्य पीटी पीटीमा कारको मूल्य सुरुमा कति थियो 30 लाख 30 लाख यो केयरमेट भइहालेको छ यो थियो कारको मूल्य 30 लाख यसमा के हुन्छ पहिला फर्मुला लेखिदिउँ पी इन्टु यो घट्दै गएको छ कारको मूल्य त माइनसको प्रयोग हुन्छ पी इन्टु 1 माइनस आर बाई 100 को पावर टी अनि पी 30 लाख 30 लाख इन्टु 1 माइनस आर छ कति 5% ले घटेको हो टी 2 वर्षको कति हुन्छ यो एक 100 माइनस 5 बाई 100 यो हुन्छ 0.95 किनभने 100 बाट 5 गयो 0.95 यसको पावर 2 गरिदिनुस् .95 को कति आउँछ क्याल्कुलेटर निकाल्दिउँ 0.95 यसको पावर 2 गर्दिउँ 0.9025 0.9025 यसले मल्टिप्लाई गर्दिउँ यही क्याल्कुलेटर छ .9025 इंटू 30 लाख तो के भयो 27 लाख 7,500 27 लाख 7,500 अब यो त आयो हामीलाई के सोधेको थियो त्यही हो बी नम्बरमा दुई वर्षपछि उक्त कारको मूल्य कति हुन्छ पत्ता लगाउनुस् त 27,07,500 अब सी नम्बरमा छ 2 वर्षपछि कार र जग्गाको मूल्य रु यति भयो भने अब यो कति छ 1,05,72,700 भयो भने जग्गाको मूल्यमा कति पर्सेन्टले चक्रवृद्धि भएको रहेछ त हामीले जग्गाको मोल पहिला पत्ता लगाउनु पर्यो त हामीले के गर्ने टोटल मोलबाट कारको मोल घटाउनु पर्छ है टोटल मोलबाट के गर्नु पर्छ कारको मोल घटाउनु पर्छ त 2 वर्ष पछि जग्गाको मोल तो जम्मा 1 करोड़ कति थियो दिएको 1,05,72,700
1,05,72,700 माइनस यो कारको मोल घटाइदिउँ 27,07,500 कति आउँछ? 1,05,72,700 माइनस 27,07,500 तो रह्यो कति 78,65,200 78,65,200 रह्यो। यो के को मोल भयो? जग्गा को मोल भयो। अब यसमा हामीले के गर्छौं? निकाल्छौं यसमा अब हामी निकाल्छौं कति पर्सेन्टले घट्यो जग्गाको मोल कति पर्सेन्टले बढ्यो त वृद्धि कति पर्सेन्टले भयो। जग्गाको थियो किनेको 70 लाखमा यहाँ छ 78,65,200 बढेको कति पर्सेन्ट बढेको हो त हामीले यसको के गर्नुपर्छ? फर्मुला लगाइदिनु पर्छ। यो क्याल्कुलेटर सर्दैन है, यसैलाई सार्दिनु पर्यो अलिकति यता। अलिकति यता ल। अब ए इज इक्वल टू या पीटी भन्दिउँ, ए नभनौँ पीटी भनौँ। पीटी इज इक्वल टू हुन्छ पी इंटू 1 प्लस आर बाय 100 को पावर टी, किनभने जग्गाको मोल बढ्दै गएको छ अनि पीटी निस्किहाल्यो 78,65,200। पी त थाहा छ कतिमा हामी जग्गा किनेका थियौं त 70 लाखमा, 70 लाखमा अनि 1 प्लस आर बाय 100 को पावर टी, 1 प्लस आर बाय 100 को पावर टी, टी भनेको 2 वर्ष छ है। 2 वर्षको छ। अब यसमा हामीले के गर्ने? और यो 70 लाई यता गर्दिउँ 78,65,200 डिवाइड बाई यो आउँछ 70 लाख इज इक्वल टू 1 प्लस आर बाई 100 को पावर 2। यो डिवाइड गर्दा कति आउँछ? यही छ, यसैमा डिवाइड गर्दिउँ 70 लाखले डिवाइड बाय 70 लाख। एउटा अझै 1 2 3 4 5 त कति आयो? 1.1236। यो पहिलाको लेखेको छ। 1.1236 यो आयो 1 प्लस आर बाय 100 को पावर 2। यो कति को स्क्वायर हुन्छ त यसको स्क्वायर रुट लिएर हेरौं है। 1.1236 यसलाई हटाइदिउँ
1 पॉइंट पहिला यो रुट हाल्दिउँ 1.1236 यही थियो होइन त यो 0.6 1.06 यतिको होल स्क्वायर हुन्छ यो 1 प्लस r/100 को पावर 2 दुवैतिर स्क्वायर स्क्वायर हटाइदिउँ के हुन्छ 1.06 इज इक्वल टू 1 प्लस r/100 अब यसमा के गर्दिउँ यो लागु केही छैन यसलाई अलि माथि सार्नु पर्यो के भइहाल्यो यो एक लाइन छ अझै यसलाई यता गरिदिउँ 1.06 माइनस 1 इज इक्वल टू उता r/100 योबाट यो गयो त 0.06 भयो इज इक्वल टू r/100 क्रस मल्टिप्लाई गरिदिनुस् r को भ्यालु आउँछ 6 त यो 6% ले बढेको हो यो कति पर्सेन्ट बढेको हो अत जग्गा को मोल वार्षिक 6% ले वृद्धि भएको छ र यसरी हामी यसको एन्सर गर्छौं यो 3 नम्बरको पनि भयो अब समय ढिलो भयो त्यसैले आजको यो यही हामी लाइभ अन्त गरौँ अर्को दिन अलि सुरुमा के भयो टाइम बढी लाग्यो के सेकेन्डमा त्यसैले अलि ढिलो भयो र आजको समय निर्धारित समय बितिसकेको हुनाले म यही आजको लाइभ अन्त्य गर्ने अनुमति चाहन्छु हवस् त धन्यवाद शुभरात्रि।